सम्पूर्ण साथीहरूलाई फेरि नमस्कार। अहिले चाहिँ हामी यो मार्केटमा आएको छौँ हैन। देख्न सक्नुहुन्छ मार्केटहरू यो सबै यो चिसो आइटम, कोक आइटम, ड्रिङ्क्स, रक्सी आइटम है, फलफुल। अब सामान त अझै के लिन छ। खोइ यहीँ राखेको कपडाहरू नि यहाँ रहेछ त है, कपडाहरू। ए मासु चाहिँ ल्याउनु पर्ने छ मासु। अघि हामी कता गएको ठाउँ पनि चिन्न गाह्रो छ यार साथीहरू। यहाँ यस्तो छ, यो सब हाम्रो नेपाली दाजुभाइहरू हुनुहुन्छ यहाँ। तर सबै सामानहरू महँगो छ यार यहाँ त। एकदम नेपालको हिसाब गर्ने त खानै सकिँदैन। के लाने तरकारी भेजिटेबल कति पर्दो रहेछ यसलाई? 15 33। साथीहरू यस्तै छ यी मार्केट। एउटै भित्र पस्यो है, सामानहरू किन्ने के गर्ने। अब आफू फेरि जस्तो नखाने गाह्रो छ जिन्दगी। दही पनि लानुपर्ने छ।